हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा। अब हेर्दै जानु होला आज मेरो दिनभरिको रुटिन के हुन्छ त हेर्दै जानु होला म के गर्छु पुरै दिन। म चाहिँ पसल गएको थिएँ, त्यसपछि म आएँ। अब पसलबाट एक्लै के गर्नु। मलाई चाहिँ यो हरियाली देखेर आउँदाखेरि चाहिँ एकदमै राम्रो लाग्छ। झन् पानी परेर कति राम्रो देखिएछ है। फ्लावर हेर्न सक्नुहुन्छ। त्यो उकालो मलाई लास्टै गाह्रो लाग्छ भने गैरी गाउँ मार्ग राजगोला टोल यो हिँडिरहेछ। अब यसलाई पनि मेरो ब्लगमा ल्याउन त भने इसकी चाहिँ मस्त जिन्दगी हो त बहुत बढिया है। हा फिर म एक्लै आएँ लखर के गर्न सक्छु म, यस्तै हो। आउने त यसरी नै हो हैन। फेरि मैले देखाउँछु मेरो फुट क्या गरौँ। हिँडेको देखाइदिउँ न त भनेर। अरूको अब आफ्नो घरमा त्यस्तो गमला छैन, त्यही पनि अर्काकै भनेर देखाइदिउँ भनेर सयपत्री टोलबाट म प्रवेश गरिसकेको छु हैन। त्यसपछि म एक्लै आउँछु। मलाई त्यस्तो केही लाग्दैन एक्लै भ्लग बनाएर हिँड्दा। फ्लावर म आफ्नो घरमा नभए नि अर्काको घरको चाहिँ फेरि म देखाइदिन्छु हैन। एकदमै हेर्न सक्नुहुन्छ मौसम कति राम्रो भएको छ पानी परेर हैन। हेर्न सक्नुहुन्छ यहाँनिर के हो यस्तो पाल लगाएर हजुरको किराना घर। फ्लावर पनि देखाएर म हिँडेँ फटाफट आफ्नो मार्गतिर, आफ्नो रुमतिर। हेर्न सक्नुहुन्छ। अब म बिस्तारै आउँदैछु ढकमक्क पहिचान कपडा पसल हो त्यो। हेर्न सक्नुहुन्छ मैले यहाँको हरियाली पनि देखाइदिएँ तपाईँहरूलाई। सरासर आकाश पनि हेर्न सक्नुहुन्छ कस्तो छ मौसम। फटाफट आउँछु म चाहिँ। गेट अब खोल्नु त परिहाल्यो। गेट खोलेर म अब गेटबाट भित्र प्रवेश गरिसकेको छु। अनि म हेर्न सक्नुहुन्छ यहाँ बत्ती नि बालेको थिएन, मैले बत्ती बालेँ। त्यसपछि म जान्छु आफ्नो रुमतिर। त्यसपछि हामीले खाजामा खायौँ चाउ। त्यसपछि हामी गाइजहरु हेर्नुस् त अब मैले चाहिँ फोड्नुहुन्छ हाम्रो दिदीले। गाइजहरु यो त फोडेर अहिले कहिले हेर्नु। ल फोड्नु ल फोड। अलि तेरो टिका देखिन्छ अहिले। अलरेडी फोडिसकेछ। हेर्न सक्नुहुन्छ गाइजहरु। उहाँसँग चाहिँ फेरि फोड्नु स्किप धेरै छ। हेर मलाई कसरी फोड्नुहुन्छ। फोडेर सबै देखान। गाइजहरु हेर्न सक्नुहुन्छ। बाइ बाइ। अलि रुक जा। यो सबै छोडिसकेँ हैन। फाइनली गाइजहरु छोडिसकेको छौँ। अब यो सबै हामीले मात्र खाने भनेर फेरि सक्नु पर्नु नि हैन नि। हामीले मात्र खाने अझ पनि राख्दिनु। हामीले त 2-4 केरा मात्रै खाने हो। त्यसपछि मैले एकछिन पढेँ। मैले अनलाइन क्लास पनि लिएको थिएँ। त्यो चाहिँ मेरो आफ्नै फोनबाट लिएको हो नि त। मैले त्यसपछि यो त मैले गर्न मिल्दैन। त्यो त मैले अनलाइन क्लास लिने बेला अर्को मोबाइलमा गर्न मिल्थ्यो, तर अर्को मोबाइल मसँग छैन। त्यही भएर पछि फेरि मैले एकछिन पढेँ। क्या है?
खाइसक्यो डाइरेक्ट खा यतिकोमा मेरो दिन यहीँ खतम हुन्छ। अब यसपछि मैले पढ्छु फेरि पनि होइन, त्यो च्याप्टर नपढी पढ्छु पनि। त्यसपछि यतिकोमा मेरो दिन यहीँ खतम हुन्छ। हजुरहरूलाई यो भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट गर्न नभुल्नु होला। बाइ बाइ।